बाटो ल हेरौँ हेरौँ यहाँ हेरौँ यो अवस्था हेरौँ हो बाटोको र जामको खतम भयो यार यो त बाटो त हिलो लगभग यो दाउन्नेको ओह्रालोमा बिहान हिजो बिहान 7 बजे छुटेका गाडीहरू अहिले लौ तपाईँको चाहिँ 6 बजे 7 बजे छुटेका गाडी अहिले बिहानको लगभग 6 बजिसक्यो होइन 6 बज्दासम्म पनि अहिलेसम्म पनि पुरै दाउन्नेको ओह्रालोमा छन्। बाटोको अवस्था त हेर्नु यी देखिरहेको छ तर है ल हेर्नु जाम हजुर उता जाने ओहो हेर त्यो बाटोको अवस्था र जामको अवस्था गाडीको अवस्था आमामामा हो त्यो त कुना मटिनी हो बाटो र जामको अवस्थाको कुरै छोडौँ कस्तो छ भन्ने कुरा राष्ट्रिय राजमार्ग महेन्द्र राष्ट्रिय राजमार्ग भन्नाले महेन्द्र राजमार्गको अवस्था हेरौँ त यो पुरै बिजोगको अवस्था छ देशको अवस्था एकदम बिजोग छ जनताले दुःख पाए एकदम पुरै बालबच्चा केटाकेटी एम्बुलेन्स गाडी माथि काम भइरह र यो बाटोको अवस्था हेर्नुपर्छ मुगलिङ नारायण खण्डको सडक पुग्नलाई आज कति टाइम लाग्ने यो त तपाईँको दाउन्नेको बाटो हो हालत हेरौँ त हालत बिचारा जनताले दुःख पाएन अब माथि सरकार र बस्नेलाई के मतलब अब मतलब गरेर के गर्ने क्या आफू एक्कासी बनाउन पनि सकिएन अब एक्कासी बनाउन पनि सकिन्न अब पहिलेदेखि नै बनाउँदै गए पो हुन्छ अब जति बेला बिग्रिन्छ उति बेला तातिएर काम छैन अहिले देशको विषम परिस्थिति छ बाटो हेर बाटो नौ मोबिलको अब चार्ज सकिन्ला जस्तो पनि भइगयो अब बाँकी फेरि अर्को भिडियो लिएर आउँछु ल्याएर राखेँ यो बाटो बुटवलदेखि नारायणघाट जोड्ने सडक खण्ड हो यो लगभग पश्चिम नेपालबाट साँझ तपाईँको 7 बजे छुटेका गाडीहरू अहिले बिहानको करिब 6:30 बजेसम्म यही दाउन्नेको जाममा छन्। अन्त पुरै अवस्था यो बाटोको अवस्था यो अल्पत्र जनता यो पहिरो यो भिड आम्मा हो है तेर्का लागेर यो कबाडे बाटो बाटोको दर्दनाक अवस्था छ। यस्तो अवस्थामा नेपाली जनताहरू विद्रोहमा उत्रिने कारण यस्तै हो क्या। अब यिनी कम्ती यस्तो चिजहरूलाई चाहिँ समयमै समाधान गर्ने नागरिक खुसी भयो भने त आनन्द तरिकाले जीवनयापन चलिहाल्छ। र त्यो बाटोको अवस्था यो लाइन पुरै बेहाल छ अवस्था यार एकचोटि ऋषि दामलाले जनता जान्छन् कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि दामलाले 1 वर्ष अगाडि अन्तर्वार्ता ल्याउनु आएको थियो ड्राइभरहरूसँग। त्यो सरकारले सुन्दैन, अब सरकारले सुने पो त्यो अन्तर्वार्ता ल्याएको काम लाग्छ। हेर त्यो अवस्था दर्दनाक अवस्था छ देशको। कोही मान्छे इक्जाम दिन जाने होलान्, कोही मान्छे
लागि टिकट फुटेको होला होइन, फ्लाइट छुट्ला, कोही मान्छे हस्पिटल जाने होला, बिरामी चेकअप गराउने होला। देउवाजी पो बिरामी भएर विदेशतिर गए जहाज चढ्न। अब बिचरा गरिब दुखी जनताहरू कहाँ जाने? यस्तै हिलै बाटो हिँड्ने कि ठुलै बाटो हिँड्ने कि। जटिल छ बाटो, पुरै हेरौँ, म पुरै देखाइरहेको छु माथिको भिर। यो बाटो हिँड्यो यार, यस्तो छ कहाँ हिँड्यो गाडी। हामी अझै नारायणघाट पुग्नुलाई अझै 1 घन्टा। कहाँ पुग्ने नारायणघाट? पुरै जाम छ यार, हेर्नु त पुरै गाडी। हजुर बुटोलबाट फर्केर काठमाडौँ जान नजिक गर्ने जस्तो पाल्पा हुनु। यताले भोलिसम्म पुग्न गाह्रो छ, अब पुरै गाह्रो छ अब।